फेरि पनि स्वागत छ गाइज मेरो अनदर ब्लगमा। अहिले चाहिँ हाल फिलहाल म ओछ्यानमै छु होइन। बिहानको लगभग 6:30 भइरहेछ। अब उठ्न आँटेको। उठ्ने बित्तिकै सबैभन्दा पहिला ब्रस गरेँ अनि त्यस पछाडि मुख धोएँ अनि भान्सा कोठामा गएर कफी खानको लागि पानी उबाल्न थालेँ। अनि कफी लिएर रुममा आएको त दाइको आज छुट्टी थियो। दाइ त पुरै मुख सुख छोपेर सुतिरहनु भएको थियो। अब अहिले त कहाँ उठ्नुहुन्छ र आज छुट्टी हो। लगभग 10-9 बजीकिन त उठाइ हुँदैन होला सायद। कफी खाएर पल्लो रुममा गएको त दाइ त पुरा लुगा सुगा लाएर रेडी पो हुनुहुँदो रहेछ। दाइलाई लुगा लगाएको देखेर म पनि हतार रुममा आएर आफ्नो ड्रेस चेन्ज गर्न थालेँ। अब चाहिँ हामी निस्किसक्यौँ। अस्ति अलि ढिलो भएको थियो, आज चाहिँ 8 बजे निस्क्यौँ। ढिलो नहोस् भनेर अलि छिटै निस्क्यौँ। आज चाहिँ म त बाहिर घाम लागेको देखेर त्यस्तो चिसो हुँदैन होला भनेर नर्मल ज्याकेट लगाएर आएको त अब म यस्तो चिसो हावा चल्दै रहेछ कि पुरै नाक कान घाँटी पुरै चिसो भइरहेको थियो। दाइ 2 दिन पछाडिको ड्युटीको फिल कस्तो भइरहेछ? 2 दिन पछाडि जाँदा 2 दिन पछाडि जाँदा अल्छी लाग्छ। एक छुट्टी दिँदा हुन्थ्यो। त्यही त अब 2 दिन अल्छी हुन्छ हौ। अब झ्याउ लाग्छ जान पनि। कहिलेदेखि दिनु फेरि 5 दिन ड्युटी होइन, गाह्रो हुन्छ। 5 दिनमा त झन् गाह्रो हुन्छ गाइज। 12 घन्टा गर्नुपर्छ यार। अब होटलमा हो हाम्रो त। फेरि दाइको के काम अरे भन्नु न, तपाईँको के काम हो? बोइलर काट्ने। दाइको काम त फेरि माथिबाट बोइलर तान्ने काट्नुपर्छ होइन। मेरो काम त फेरि पिज्जा बनाउने गाइज। कहिले नबनाएको पिज्जा बनाउनु पर्दैछ यहाँ र होइन। सिकिँदैछ जे होस् त्यस्तरी त आउँदैन, उनीहरूले पनि सिकाउँदैछ। पिज्जाको नाम पनि फेरि 14वटा आइटम छ हो। 14वटा आइटम सिक्नु पर्ने भन्दैछ। लगभग 1 महिनामा सिक भन्दैछ। सिकेर अर्को ठाउँ ट्रान्सफर गर्छु भन्दैछ। अब हेरौँ के गरिन्छ। 1 महिनाभित्रमा लगभग पिज्जा सिज्जा बनाउन त आउँछ होइन। अब त्यही हो। के अरे त्यसलाई बोकेर हाल्न चाहिँ आउँदैन क्या। अरू त सबै आउँछ, बोकेर हाल्न चाहिँ गाह्रो हो। बस स्टेसन चाहिँ आइपुग्यौँ, तर बसभन्दा छिटो आइपुग्यौँ आज हामी। यस्तो चिसो हावा चलिरहेछ नि, आम्मामा कुरै नगरौँ। पुरै यत्तिकै बस नै भएको छैन क्या। पुरै हावाले अनुहारभरि हानेको हानेछ चिसोले। 10 मिनटको पर्खाएपछि फाइनली बस पनि आयो बल्ल बल्ल। आज त बसभन्दा लास्टै छिटो आएछौँ क्या हामी। दाइमा सिग्नल कट्छ भनेर कुद्दै गयो उहाँ अगाडि। मलाई त मतलब छैन, 1 मिनटमा खुलिहाल्छ। आखिरीमा बिन्दासले जाँदैछु। दाइ त कुद्दै जानु। आज त यस्तो चिसो भएन छ नि केटा हो। के भन्नु तिमीहरूलाई महाकसम। यस्तो चिसो छ। म त घाम लागिरहेको थियो भनेर होइन, त्यस्तो केही नलागिकन आएको त आम्मामा यार। आज त टाइमभन्दा छिटै आइपुग्यौँ हामी। जे होस् थापा दाइको ड्रेस है। थापा दाइहरूले लाउने ड्रेस। यो चाहिँ मेरो सेफको ड्रेस। पिज्जा बनाउनेको ड्रेस जस्तो हुन्छ। हाम्रो दाइहरू पनि अगाडि बस्नुहुन्छ काउन्टरमा। ल गाइज अब चाहिँ ड्युटी गएको है। गर्दै गरौँ ब्रेक टाइममा। हल्का हिउँ पर्दैछ देखेको चाहिँ छैन होला है।
यो चाहिँ हामी काम गर्ने ठाउँ है। अस्ति पनि देखाएको थियो होला मैले। ट्याक्क यो चाहिँ हाम्रो काम गर्ने ठाउँ हो। भित्रको भिडियो गर्न त सायद मिल्दैन होला, मैले गरेको पनि छुइनँ। यो चाहिँ हाम्रो कस्तो हुन्छ भने फोटो खिच्छन्, फोटो खिचेर उता अफिसमा पठाउँछन्। पठाएपछि ब्रेक टाइम हो। उहाँ चाहिँ मलाई पिज्जा सिकाउने गुरु है मेरो। ताम्रे छेत्रीजी भइहाल्नुभयो, मेरो साथी सन्ध्या आउने साथी। फाइनली काम पनि सक्यो। आज त अलि ढिलो भयो। अब लगभग 10-14 को गाडी यहीँ 10:30 भइसक्यो। आज अब रुम पुग्दा कति बज्छ दाइ भन्नु त? 12 ठ्याक्कै 12 बज्छ आज रुम पुग्दा। हेर गाइस, गाह्रो पो छ त अर्काको देशमा काम गर्न। भर्खर गइँदैछ, हेरौँ। लेट्स वाच है। अब रुम पुगेपछि एकैचोटि भेट हुन्छ। फाइनली गाइज म चाहिँ रुम आइसकेँ होइन। अब आज जिउ लास्टै दुखिरहेको छ होइन। खानासाना पनि खान मन छैन। अब यत्तिकै सुतिदिनु पऱ्यो भन्दै चाहिँ म चाहिँ अब लगभग 11 बज्न आँटिसक्यो। 11 बजि नै सक्यो भनौँ न। अब चाहिँ सुत्ने हो गाइज होइन। आजको लागि यति नै। फेरि भेट्दै गरौँ।